साथीहरू नमस्ते, स्वागत छ हिमाल.com युट्युब च्यानलमा। आज पनि आएको छु म अर्को नयाँ भिडियोको साथमा। साथीहरूले धेरैजनाले कमेन्ट बक्समा कमेन्ट गर्नुभएको छ, तर भए पनि मैले आजकल चाहिँ भिडियो बनाउनु पाएको छैन, म हल्का बिजी भएको कारणले है। आज हामी यस भिडियो अन्तर्गत रहेर नेपालमा अहिलेसम्म कुन कुन अटो आएका छन् हैन, डिजेल, पेट्रोल, ब्याट्री कुन अटो अहिलेसम्म नेपालमा पाइराखेको छ र एकजना साथीले सोध्नु भएको छ अहिले बजारमा कस्तो कमाइ हुन्छ भनेर। कमाइ बारेमा जानकारी अहिले नेपालमा कुन अटोहरू उपलब्ध छन् है, जस्तै डिजेलमा चल्ने, पेट्रोल अनि त्यसपछि ब्याट्री कुन अटोहरू चाहिँ उपलब्ध छन् बारेमा जानकारी दिनेछु। र अर्को, जस्तै तपाईँले नयाँ अटो लिनुभयो भने त्यसमा तपाईँले सेवा सुविधाहरू के पाउनुहुन्छ हैन, जस्तै इन्जिनको, ब्याट्रीको, यसको वारेन्टी के कस्तो हुन्छ भन्ने बारेमा जानकारी दिनेछु। यो भिडियोलाई पुरा हेर्नुहोला र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। मैले यस्तै खालको भिडियो ल्याइराख्ने छु। सर्वप्रथम तपाईँले आज हामी कुरा गरौँ अटोको। अहिलेसम्म नेपालमा पाइने अटो कुन इन्धनबाट चल्छ भन्ने कुरामा। जस्तै अहिले खास गरी इन्डियामा चाहिँ ग्यासबाट चल्ने पनि छन्, धेरै अन्य देशमा चाहिँ धेरै किसिमको छन् होला, तर भए पनि अहिले नेपालमा चाहिँ वास्तविक अहिले नम्बर 1 पेट्रोल अनि त्यसपछि इभी इलेक्ट्रिकवाला यो पनि धेरै छन्। लगभग तपाईँको अहिले यो पेट्रोलको मुनिबाट छन् है, सबैभन्दा बढी पेट्रोलबाट चल्ने अटोहरू छन् है। त्यस लगत्तै तपाईँको इभी पाउनुहुन्छ। अहिले झन् यस्तो टाढा हिँड्ने यस्ता इभी कारहरू चाहिँ थुप्रै पाउनुहुन्छ भनेपछि, जस्तै तपाईँको यो अटो पनि धेरै नै छन् इभी अटो है, तर भए पनि अहिले यसमा चाहिँ यति धेरै फास्ट चार्जिङको सुविधा चाहिँ यति धेरै छैन, त्यसै कारण चाहिँ सायद नभएको हुनसक्छ है। अहिले भर्खरै नयाँ पनि आएको छ याङ्गो भन्ने अटो है, यो पनि इभी हो। यो पनि 170 किलोमिटर सम्म जान्छ है, एक पटकको चार्जमा 170 किलोमिटरसम्म। यसको प्रति हर्स चाहिँ 1 घन्टामा तपाईँ 45 किलोमिटरसम्म जान सक्नुहुन्छ। र अहिलेसम्म एकजना साथीले सोध्नु भएको छ डिजेलवाला पेट्रोल हुन्छ कि नै भनेर। अहिलेसम्म डिजेलवाला अटो चाहिँ नेपालमा उपलब्ध छैन है, यसको लागि चाहिँ छैन। इभी चाहिँ तपाईँले सजिलो तरिकाले पाउनुहुन्छ। र तपाईँले यदि नयाँ अटो लिनुभयो, पेट्रोलवाला नयाँ अटो लिनुभयो भने यसमा सेवा सुविधाहरू तपाईँ के पाउनुहुन्छ भनेपछि तपाईँको 1 वर्षको लागि बिल बुक, रोड पर्मिट अनि तपाईँको जाँच पास यिनी सबै जति पनि यसमा कागजपत्र हुन्छ, बिमासम्म सबै हुन्छ। यो चाहिँ तपाईँले कम्पनीबाट पाउनुहुन्छ। र इन्जिनको 2 वर्ष वारेन्टी पाउनुहुन्छ भनेपछि ब्याट्रीको 18 महिना हुन्छ। टायरमा यस्तै धेरै किसिमको जस्तै तपाईँको धेरै सुविधा छ अटो लिँदा चाहिँ हैन। यसमा तपाईँले सेवा सुविधाहरू चाहिँ थुप्रै नै पाउनुहुन्छ हैन। यसमा चाहिँ यति धेरै घाटा छैन। तपाईँको सर्भिसिङ चार्ज कति किलोमिटरसम्म फेरि हुन्छ हैन, कति किलोमिटर भन्नु हैन, कति पटकसम्म फेरि नै हुन्छ। यसमा धेरै नै सेवा सुविधा छ। यसमा तपाईँको मैले बजाजको कुरा गरेको, अन्य अटोको चाहिँ मलाई यति धेरै थाहा छैन। यदि तपाईँको भिडियो चाहियो भनेपछि म बनाउन सक्छु। मैले चाहिँ बजाज चलाउनु भएको हुनाले बजाजको चाहिँ एक्ज्याक्टली सबै कुराहरू थाहा छ हैन, यसै कारणले चाहिँ बजाजमा चाहिँ यो सुविधा छ। तर अन्य अटोको थाहा छैन मलाई, तर अन्य अटोमा पनि हुनसक्छ यसै गरी हैन। तपाईँ एकपटक बुझेर सबै सोरुममा बुझेर लिनुहोला, यसो गर्दा राम्रो हुन्छ। र तपाईँ अहिले पहाडमा चाहिँ टिभीएस अटो चलिरहेछन् भनेपछि तराई इलाकामा पहाडमा पनि बजाज पनि धेरै नै जान्छ। बजाज एकदमै राम्रो मान्छु मैले त्यही नै चलाउने भएर होला म धेरै पहाड पनि सम्म पनि जान्छु। तर अलिकति यसको च्याम्बर हुनाले मात्रै अलिकति कुनै ठाउँमा उठेको ठाउँमा चाहिँ अलिक अप्ठ्यारो हुन्छ हैन भने धेरै राम्रो हुन्छ। तपाईँले नयाँ लिनुभयो भने तपाईँ 2 वर्ष इन्जिनको वारेन्टी पनि हुन्छ। यसमा ब्याट्रीको, टायरको, हरेक चिजको यसमा धेरै नै हुन्छ। यसमा सेवा सुविधाहरू हैन, तपाईँ यसरी लिन सक्नुहुन्छ। र तपाईँ इभी लिन चाहनुहुन्छ भने पनि अहिले इभी पनि एकदमै राम्रो छ। 170 किलोमिटर एकपटकको चार्जमा भनेपछि तपाईँको त्यो पनि दिनमा यसै सहरी इलाकामा 170 किलोमिटर पनि दौडिन्न होला सायद। बिहान चार्ज गऱ्यो भने बेलुकासम्म त्यति जति पनि कुद्दैन होला। तर भए पनि हामी पेट्रोलवाला लिएर चाहिँ हामी धेरै पहाडमा धेरै टाढासम्म कहिलेकाहीँ त्योभन्दा बढी पनि जानुपर्छ हैन।
अब यसै कारणले तपाईँले कुन लिन चाहनुहुन्छ होइन, यदि अझै कुनै जानकारी भए तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ, मैले त्यसको बारेमा पनि भिडियो बनाउने छु। आजको भिडियो यति नै।